हामी सानो युजरहरूलाई चाहिँ 50K प्लस भ्युज जाँदा नि के न भयो जत्तिकै औडा खुसी लाग्ने क्या। रिसेन्टली मेरो कोलुङ झर्नाको 2वटा भिडियो चाहिँ एकदमै भाइरल भएको थियो, पुरा भिडियो हाल्नु न भनेर 1-2जनाले रिक्वेस्ट पनि गर्नु भएको थियो। यो चाहिँ मेरो फाइनल भिडियो। अनि कतिले चाहिँ कमेन्टमा देखेको थियो बेलबारी होइन है, यो चाहिँ लेटाङ नगरपालिकामा पर्छ भनेर मलाई कमेन्टहरू गरिराख्नु भएको थियो। मैले पनि खासमा चाहिँ बेलबारी टु कोलुङ झर्नाको यात्रा भनेर लेखेको थिएँ, तर खै के भो मिस्टेक भयो, त्यही पनि आई डोन्ट नो। हजुरहरूलाई चाहिँ कमेन्टको लागि थ्याङ्क सो मच। तपाईँहरूलाई पहिलो र दोस्रो भिडियो हेरेर त थाहा पाइसक्नु भएको थियो हाम्रो कति धेरै मेहनत पछाडि, भनौँ न हाम्रो स्ट्रगल पछाडि चाहिँ हामी यहाँ आइपुगेका थियौँ। कति धेरै बाटो अवरोधहरू पनि, यहाँ आइपुग्दा चाहिँ 2 बजेको थियो। अनि हामीले सोचे जस्तो थिएन क्या, हामी चाहिँ शुक्रबार आएको, शनिबार एकदमै भिड हुन्छ, झन् शुक्रबारै जाउँ मान्छे त्यति हुँदैन होला भनेको त हामीले सोचे भन्दा मान्छेहरू त हेर्नु न अम्मम। सुरुमा त यो पानी देख्दाखेरि नि मलाई कस्तो फोहोर लागेको थियो, म त नुहाउँदिन होला भने परदेखि यो पानी चाहिँ सफा देखेर कस्तो खेल्नु मन लाग्यो काने पोखरीमा। अनि हामीले कोला किनेको थियौँ, त्यो कोला चाहिँ यहाँनिर आएर खाँदैछौँ। अनि बाटैदेखि खाएको है, ल 100+ मान्छे थियो, त्यही पनि हामी चाहिँ भिडमा पनि हामी चाहिँ रमाइलो गर्न सफल भयो। ड्रेस चेन्ज गरेर चाहिँ म चाहिँ लागेँ है नुहाउनुतिर। यो पानीमा चाहिँ म खेल्न सक्दिनँ, कति फोहोर थियो। यो बग्दै गरेको पनि हामीले चाहिँ साइड लाएर मान्छे साइड लाएर नुहाउन थाल्यौँ। पछाडिको भिडियो त तपाईँहरूले हेरिसक्नु भएको छ, मैले 2टा भिडियो त हालिसकेको छु अलरेडी। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज।